Merry Christmas and welcome to our travel vlog. आज चाहिँ हामी NSW को जेरिङ्गोङ भन्ने ठाउँमा जान गइरहेका छौं। बिहान ढिला उठ्यौं किनभने हाम्रो जाने कुनै पनि प्लानै थिएन। एक्कासी जाउँ न त पापलाई बोर भयो भनेर हिँडेको। त्यही भएर हिँड्दा नै 11:30 भइसकेको थियो। बाटोमा बीचमा भोक लाग्छ भनेर हामी म्याकडोनल्डमा रोक्यौं गोल्डनमा अनि म्याकडोनल्ड खाएर रमाइलो कन्ट्री साइडको भ्यू हेर्दै गयौं। क्यानबेराबाट जेरिङ्गोङ जानलाई चाहिँ मोसवेल हुँदै पनि जान मिल्ने रहेछ अनि यो चाहिँ एकदमै रमाइलो के अस्ट्रेलियाको कन्ट्री साइडहरु चाहिँ कस्तो क्यूट रमाइलो हुन्छ अनि प्लस अब यो डाँडा काँडा देख्दा नेपालको याद आउने त भइहाल्यो। फाइनली डेस्टिनेसनमा पनि पुगियो अनि पानी भनेपछि कुन चाहिँ बच्चालाई खेल्न रमाइलो लाग्दैन होला र त्यो पनि बीचमा। सुभानलाई पनि एकदमै मन पर्छ। सुभानले एकदमै नै धेरै इन्जोय गर्यो। उ चाहिँ उसको ड्याडीको सँग गयो किनभने ड्याडीले स्ट्रङली होल्ड गर्न सक्नुहुन्छ। सुभान चाहिँ एकदमै रन गर्छ अनि उसलाई चाहिँ रिस्क अलिकति थाहा हुँदैन के डेन्जरको अलिकति नलेज हुँदैन। त्यही भएर अनि उले एकदमै रमाइलो गर्यो अनि पानी खेलिसकेपछि चाहिँ एकछिन फेरि त्यहाँ स्ट्यान्डहरु खेल्यौं हामीले। सुभानलाई चाहिँ स्ट्यान्डको यो क्यासल बनाउन भन्दा पनि भत्काउन एकदमै मन पर्छ। सो उसले भत्काइरहेको थियो। फेरि साइडमा सानो प्लेग्राउन्ड जस्तो रहेछ त्यहाँ गएर पनि खेल्यो अनि माथि यो मेन ठाउँ चाहिँ यो है। योबाट चाहिँ कस्तो राम्रो भ्यू देखिन्छ। यहाँ गएर एकछिन बस्यौं। शीतल हावा चलिरहेको थियो। इभिनिङ टाइम भइसकेको थियो अनि एकछिन बसेपछि चाहिँ हामी फर्कियौं घर। बाइ।